सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म यो हाम्रो भ्लगमा म मेरो डेली रुटिन देखाउँछु। यो चाहिँ मेरो ल्यापटप जसमा म मेरो डेली कामहरू गर्छु। तर म बाँकीको सामानहरू देखाउनुभन्दा अगाडि यो साइडमा भएको यो रातो बटनलाई थिचेर सेतो बनाइदिनुस् अनि यो घन्टीलाई पनि बजाइदिइहाल्नुस् त। छोरो हजुर मेरो चाहिँ पसल जानु छ यसो चाहिँ गन्जी खोज्दैन यहाँ च्यातियो गन्जी रहेछ क्या यो हातमा चाहिँ राम्रो गन्जी यसो हेर्नु सो उहाँ चाहिँ मेरो बुवा हुनुहुन्छ। हाई गरिदिनुस् त। हाई त्यस्तो होइन हौ, कस्तो त यस्तरी हेलो हाई वाला। हेलो हाई वाला अँ म त हाई भनेको त्यस्तो हाई मात्रै गर्न थाहा पाउँछु नि त। ए ल यहाँ हेरेर हाई गरिदिनुस् त। हाई अब के हुन्छ सर? अब उनीहरूले रेस्पोन्स दिन्छ। अनि उनीहरू यहाँ लाखौं मान्छेले हेरे हुन्छन् के, लाखौं मान्छेले हेरे हुन्छन् के। एउटा छ ल्यापटप यहाँ को मान्छेले हेरेको छ, को यसलाई पनि मान्छे भन्छ र? एउटा छ ल्यापटप यहाँ को मान्छेले हेरेको छ, को यसलाई पनि मान्छे भन्छ र? कहिलेदेखि ल्यापटप मान्छे हुन थाल्यो? उता अरूले हेर्छन् के, टिभी मोबाइलहरुबाट अरूले हेर्छन्। यो लाइभ च्याट जस्तै हो। अनि खै मेरो चाहिँ गन्जी चाहिँ त्यो यो चाहिँ यहाँ भ्लगका नाममा काटेर यस्तो टुक्रा टाक्री त बनाएको छैन नि। मेरो गन्जी नै छैन त। अरू गन्जी खै कहाँ फालेको? यहाँ हाई गर्नुस् न। हाई बोल्नुस्। अब यो बोल्दैन त अनि म के बोल्नु? यहाँनिर लाइभ च्याट छ नि त, बोल्नुस् न, बोलिरहन्छ नि। अनि के भन्ने लाइभ च्याटमा चाहिँ? जे भन्नुहुन्छ भन्नुस् न, उनीहरुसँग कुरा गर्नुस्। यो हाम्रो युट्युब फ्यामिली हो के, युट्युब फ्यामिलीलाई हाई भन्नुस् त। अनि मेरो फ्यामिली त कहाँ युट्युबमा हुन्छ त? मेरो फ्यामिली त यही छ त। अब तिम्रो मम्मी तिमी म मेरो फ्यामिली त यही त हो त। तिम्रो बहिनी ए भगवान, कहाँ युट्युबमा मेरो फ्यामिली हुन्छ त? त्यो भन्न खोजे हैन के, यहाँनिर हेर्ने लाखौं मान्छेहरु छन् नि, हो उनीहरुलाई भने के। त्यो त धेरै भएपछि फ्यामिली भनिन्छ नि। हो त्यसलाई भनिन्छ के, यो युट्युबमा हेर्ने सबैलाई युट्युब फ्यामिली भनिन्छ। ल युट्युब फ्यामिलीले चाहिँ सुन्न पर्ने कुरा चाहिँ मेरो छोरो साह्रै बदमास छ। कहिले पैसा चोरेर लैजान्छ, कहिले यहाँ मेरो गन्जी काटेर डिजाइन गराउँछ है। खै ल बाबा मलाई कहाँ धकेल्छ है छोरो त? यो बिना कामै चाहिँ यहाँ के गरेर बसिरहेछ? मलाई किन धकेल्यो? कपडा यहाँ मेरो चाहिँ सबै उस गरिसक्यो। यो भिडियो बनायो के, यो भिडियो। अनि यो के बनाएको त? यो भिडियो यो काम छैन। यो युट्युब फ्यामिली हो के। यो सब नाटक। मेरो छोरालाई भड्काउने काम नगर है। तिमीहरू आफ्नो आफ्नो घरमा जाऊ, आफ्नो आफ्नो काम गर। मेरो छोरालाई यहाँ भड्काएर दिनमै रिचार्ज हाल्न लगाएको छ। सब बदमास पुरा छोरालाई किन कराएको तपाईँ? अनि यो बदमासले कहिले डिजाइन भनेर मेरो गन्जी काटेको छ, कहिले पर्सबाट पैसा चोरेको छ। अनि किन यसरी कराउँछ? मेरो छोरा कन्टेन्ट क्रिएटर बन्छु भनेको छ त, पैसा कमाउँछु भनेको छ, भोलि हामीलाई सुख हुन्छ। तपाईँ किन कराइरहनु भएको छ? गर्न दिनु न। भयो खुबै सुख भयो। कन्टेन्ट क्रिएटर हो कि यो चाहिँ गाडीको कन्डक्टर हो के हो यो यहाँ के गर्छ नि बदमास। सब पैसा चोरेर चाहिँ जात्रा यहाँ कपडा काटेर जात्रा गरिसक्यो छोराले।